नमस्कार दर्शक, स्वागत छ कार्यक्रम बजार गुरुको विशेष कुराकानीमा। आज हामीसँग स्टुडियोमा साथ दिँदै हुनुहुन्छ प्रेसिडेन्शियल बिजनेस स्कुलका एक्जिक्युटिभ डाइरेक्टर लक्ष्मण केसी जी। उहाँलाई कार्यक्रममा स्वागत गरौँ। स्वागत छ। धन्यवाद। सन्चै हुनुहुन्छ? एकदमै सन्चै छु सर। सरलाई एकदमै ठिक छ। हजुर। प्रेसिडेन्शियल बिजनेस स्कुलले अहिले के कोर्सेसहरू अफर गरिरहेको छ? हाम्रो बिजनेस स्कुल भन्न बित्तिकै त्यसबाटै पनि चाहिँ काफी हुन्छ, त्यसलाई एक्सप्लेन गरिराख्नु पर्दैन। हाम्रो बिबिए र एमबिए प्रोग्राम चाहिँ हामीले चलाइराखेका छौँ। त्यहाँबाट एमबिएमा हामीले डिफ्रेन्ट उसमा फोकस कोर्सहरू अर्गनाइजेसन म्यानेजमेन्ट, अन्टरप्रिनरसिप, ई बिजनेस सिस्टम, इन्टरनेसनल बिजनेस, सप्लाई चेन म्यानेजमेन्ट हामीले चाहिँ प्लस चाहिँ अफर गरेका छौँ। जेनरल म्यानेजमेन्ट चाहिँ एमबिए पनि हामीले चाहिँ प्रोग्राम चलाइराखेका छौँ सर। सो हाम्रो देशको अहिलेको हालको ओभरअल एजुकेसन सिस्टम कस्तो देखिन्छ? अब अहिलेको एजुकेसन सिस्टमलाई चाहिँ भन्ने हो भने देशको जस्तो हालत छ त्यस्तै छ होइन। अब कन्ट्रीको जुन किसिमको चाहिँ अनस्टेबिलिटी छ, भद्रगोलपूर्ण अवस्था छ, राजनीतिक रूपमा चाहिँ हामीले जुन किसिमको एउटा स्थिरता चाहिँ पाउन सकेका छैन, त्यसले समाजको हरेक सेक्टरलाई चाहिँ त्यसले इफेक्ट गरिरहेछ। त्यस्तै अवस्था छ चाहिँ एजुकेसनमा पनि। अब अमूर्त कुरा भयो मैले यो गरेको चाहिँ, तर कस्तो हो भन्नुहुन्छ भने एजुकेसन सिस्टममा हामीसँग चाहिँ स्पष्ट चाहिँ गाइडलाइनहरू चाहिँ नहुँदा होइन, उच्च शिक्षा चाहिँ नीति छैन। हामीले धेरै वर्षदेखि चाहिँ विश्वविद्यालय सम्बन्धी चाहिँ एउटा चाहिँ अम्ब्रेला एक्ट चाहिँ छाता ऐन ल्याउने कोसिस गरिरहेको छौँ, त्यो ल्याउन सकिरहेको छैनौँ। शिक्षा ऐन चाहिँ तपाईँको एउटा छुट्टै चाहिँ तपाईँको अहिलेको चाहिँ जुन अवस्था हो हामीलाई, हाम्रो चाहिँ अहिलेको आवश्यकतालाई परिपूर्ति गर्ने गरी चाहिँ ऐन ल्याउन सकिरहेको छैनौँ। तपाईँ भन्नुहोला अस्ति भर्खरै चाहिँ शिक्षा ऐन चाहिँ 8औं संशोधन भएर आएको छ। 2028 सालको ऐनलाई हामीले 8औं पटक संशोधन गर्यौँ र त्यसले पनि अहिलेको हाम्रो आवश्यकतालाई परिपूर्ति गर्न सक्दैन। खास गरेर चाहिँ तपाईँको संविधानले जुन ढङ्गको चाहिँ परिकल्पना गरेको छ नयाँ संविधानले, त्यस अनुसारको त्यो ऐन चाहिँ छैन। त्यसले गर्दाखेरि स्पष्ट चाहिँ कानुनको अभाव होइन, नीतिको अभाव र चाहिँ यो समग्र चाहिँ मुलुकको चाहिँ परिस्थितिको कारणले गर्दाखेरि नेपालको समग्र चाहिँ शिक्षाको अवस्था अहिले भद्रगोलपूर्ण अवस्थामा छ। हामीले अब चित्त बुझाउनु पर्ने चाहिँ सन्तोष हुने खाले चाहिँ अवस्था छैन छोटकरीमा भन्दा। सो नेसनको मेन ब्याकबोन भनेकै एजुकेसन सिस्टम रहेको छ र यसलाई इम्प्रुभमेन्ट गर्नको लागि के गर्न सकिन्छ? धेरै गर्न सकिन्छ। अब हामीले चाहिँ के हो भने त पहिलो कुरा त हामीले चाहिँ हाम्रो अब्जेक्टिभहरू क्लियर गर्नु पर्यो होइन, हाम्रो फोकस त क्लियर हुनु पर्यो नि त। हामीले चाहिँ तपाईँको कस्तो खाले चाहिँ एजुकेसन सिस्टम चाहिँ अपनाउने हो भन्ने कुरामा पहिला हामी क्लियर हुनु पर्यो। हामीसँग चाहिँ तपाईँको अब्जेक्टिभ नै चाहिँ क्लियर नहुने हो भनेपछि हामीले एउटा चाहिँ तपाईँको भिजन सेट गर्न नसक्ने, त्यस अनुसारको चाहिँ स्ट्राटेजी चाहिँ नबनाउने हो भनेपछि त अनि कसरी हुन्छ? हामी अहिलेसम्म गर्न नसकेको कुरा त्यही हो। हामीले के गरिरहेको छौँ भने हामीसँग छैन भन्ने हो भने अब 9-10वटा चाहिँ विश्वविद्यालय पनि छ, निजी क्षेत्रको पनि लगानी छ, चाहिँ गभर्मेन्टले सामुदायिक चाहिँ उसमा पनि चाहिँ स्कुलहरू हामीले चाहिँ कलेजहरू चाहिँ सञ्चालन गरिराखेका छौँ। त्यस हिसाबले हुने हो भने एजुकेसन चाहिँ इन्स्टिट्युसनहरू चाहिँ पर्याप्त मात्रामा छन्। तर चाहिँ मैले अघि पनि भने एउटा चाहिँ प्रष्ट चाहिँ तपाईँको खाका नहुँदाखेरि हामीले उत्पादन गरिरहेको चाहिँ शैक्षिक जनशक्ति चाहिँ को अवस्था कस्तो छ भने बजारमा चाहिँ दक्ष जनशक्तिको चाहिँ आवश्यकता हो त्यो परिपूर्ति नहुने र चाहिँ तपाईँको शैक्षिक बेरोजगार जो जनशक्ति छ जसले चाहिँ शिक्षा हासिल गरेको छ, प्रमाणपत्र चाहिँ लिएको छ, त्यो मान्छे चाहिँ बेरोजगार हुने चाहिँ शैक्षिक चाहिँ बेरोजगारहरू हामीले उत्पादन गरिराखेका छौँ भनेर हामीले भनिरहेछौँ, बोलिरहेका छौँ नि। त्यो अवस्था चाहिँ त्यही कारणले भएको हो। अब सरले अघि भन्नुभयो शिक्षा चाहिँ हाम्रो चाहिँ ब्याकबोन हो। एजुकेसनले चाहिँ नछुने कुनै पनि यस्तो सेक्टर छैन जहाँ चाहिँ तपाईँको शिक्षाको महत्त्व नहोस् र शिक्षाले नछोस् होइन। हरेक कुरा तपाईँ व्यापार व्यवसाय गर्नुहुन्छ, तपाईँ एजुकेसनसँग जोडिन्छ होइन, सबै कुरासँग सुरक्षासँग जोडिन्छ, तपाईँको स्वास्थ्यसँग चाहिँ जोडिन्छ, शिक्षा चाहिँ तपाईँको कृषिसँग चाहिँ जोडिन्छ होइन, उद्योग चाहिँ धन्दा कुनै पनि यस्तो सेक्टर छैन जसलाई चाहिँ तपाईँको एजुकेसनले नछोस्। त्यस हिसाबले चाहिँ के हो भन्नुहुन्छ भनेपछि यो शिक्षाको चाहिँ जुन किसिमको चाहिँ एउटा महत्त्व छ होइन, जुन इम्पोर्टेन्सलाई चाहिँ हामीले चाहिँ कम आँकेका हौँ कि भन्ने मलाई लागिरहेको छ। तपाईँले भने जस्तो एजुकेसन ब्याकबोन हो। त्यो ब्याकबोनलाई चाहिँ जुन हिसाबले चाहिँ हामीले स्ट्रेन्थेन गर्नु पर्थ्यो, जसको बेसमा चाहिँ हामी उभिन्थ्यौँ, हामी ठडिन्थ्यौँ, हामीले चाहिँ मुभमेन्ट गर्थ्यौँ, त्यो गर्न चाहिँ नसकिरहेको अवस्था चाहिँ हो।
ओके सो बेसिकली स्टुडेन्ट्सहरूले एजुकेसनल इन्स्टिट्युसनमा जुन चाहिँ थ्योरिटिकल लर्निङ्सहरू प्राप्त गर्छन् जुन अब्जर्भ गर्छन् त्यसलाई इभेन्चुअली गएर प्र्याक्टिकली जुन इम्प्लिमेन्ट गर्नेको सिचुएसनमा गएर चाहिँ प्राय समस्याहरू आइरहेको भनेर भनिन्छ यो थ्योरी र प्र्याक्टिकल यो दुईटामा ग्याप अलिकति देखियो यो हुनुमा मुख्य कारण चाहिँ के हो यो हुनु पनि हाम्रो चाहिँ मैले अघि पनि भने हाम्रो चाहिँ नीतिगत कुरा चाहिँ मै चाहिँ समस्या हो जस्तो भने हामीले एउटा अब्जेक्टिभ चाहिँ क्लियर गर्नु पर्यो मैले अघि पनि भने कुनै पनि चाहिँ तपाईँको एजुकेसन होइन जस्तो हामीले स्कुल एजुकेसन किन दिइराखेका छौँ र त्यसबाट चाहिँ तपाईँको त्यो चाहिँ जसले चाहिँ स्कुल एजुकेसन लिन्छ त्यसले के चाहिँ त्यसबाट हामी के हो त अपेक्षित चाहिँ आउटकम के हो भन्ने कुरा क्लियर छैन युनिभर्सिटी चाहिँ लेभलको चाहिँ विश्वविद्यालय लेभलको जुन शिक्षा दिइराखेका छौँ हामीले चाहिँ पढिने हरेक विषयहरूको त अपेक्षित चाहिँ तपाईँको आउटकम त केही त चाहिएला नि त किन पढ्ने त पहिलो कुरा त कुनै पनि मैले विषय कुनै पनि चाहिँ शिक्षा मैले लिइरहेको छु भने किन लिने के का लागि लिने त्यो कहाँ काम लाग्छ भन्ने कुरा त हुनु पर्यो नि त यही चिज चाहिँ नभएको कारणले गर्दाखेरि यसको बीचको चाहिँ सामञ्जस्यता हामीले कायम गर्न नसकेकै कारणले गर्दाखेरि अघि तपाईँले भन्नु थ्योरी र चाहिँ प्र्याक्टिसको बीचमा चाहिँ ग्याप भएको छ भन्ने कारण चाहिँ त्यो हो जस्तो हामीले यो उत्पादन चाहिँ गरेको जनशक्ति त्यो ठाउँमा चाहिँ काम लाग्छ भनेर भन्ने हो भनेपछि त्यो सेक्टरको चाहिँ तपाईँको प्र्याक्टिसहरू के छ भन्ने खाले कुरालाई चाहिँ ब्लेन्ड गर्न सक्छौँ नि त होइन थ्योरी र चाहिँ प्र्याक्टिसमा थ्योरीको कुरा के हो भन्नुहुन्छ भने प्र्याक्टिसबाट चाहिँ तपाईँको इस्टाब्लिस भएको र चाहिँ धेरैले चाहिँ त्यसलाई एक्सेप्ट गरेको चिज नै थेरोराइज हुने हो थेरोराइज हुने हो होइन समस्या देखिन्छ त्यसले गर्दाखेरि के हो भन्नुहुन्छ भने चाहिँ हामीले चाहिँ तपाईँको जुन थ्योरी चाहिँ हुन्छ त्यो थ्योरीलाई मैले कम आँकेको होइन फेरि त्यो चाहिँ बेस त्यही हो फाउन्डेसन त्यही हो त्यसैको जगमा चाहिँ सबै कुरा हुने तर सँगसँगै चाहिँ त्यो चिजलाई चाहिँ तपाईँको यो त कस्तो भयो भन्नुहुन्छ भने चाहिँ कल्पना गरेको कुरा भयो थ्योरी भनेको चाहिँ होइन भोगेको कुरा चाहिँ हुनु पर्यो नि त प्र्याक्टिस भनेको भोगाइ हो होइन त्यसले गर्दाखेरि त्यो इमेजिनेसन र चाहिँ भोगाइलाई चाहिँ हामीले कम्बाइन गर्न सक्यौँ भने मात्रै चाहिँ तपाईँको अघि भन्नुभएको थ्योरी र चाहिँ प्र्याक्टिसको बीचको चाहिँ ग्याप चाहिँ कम गर्न सकिन्छ अब अहिले नेपालमा चाहिँ खुब चर्चा हुन्छ प्र्याक्टिकल एजुकेसन भन्ने कुरा भइरहेको छ होइन प्र्याक्टिस चाहिँ हामीले चाहिँ तपाईँको मेडिसिन जस्तोमा पनि हामीले चाहिँ दिन सकिरहेको छैनौँ तपाईँले देख्नुहुन्छ नि मेडिकल चाहिँ शिक्षामा भएको चाहिँ विकृतिको कुराहरू जहाँ चाहिँ तपाईँको बिरामीलाई चाहिँ जाँचेरै छैन तपाईँको सिक्नुपर्ने पढ्नुपर्ने ठाउँहरूमा नसिकाउने होइन त्यो खाले चाहिँ समस्या छ त्यसले गर्दाखेरि हामीले मेडिसिनमा चाहिँ इन्जिनियरिङमा समेत चाहिँ प्र्याक्टिकल चाहिँ जुन एक्सपोजर दिनुपर्थ्यो दिन सकिरहेका छैनौँ अरू चाहिँ त्यसमा जस्तो म्यानेजमेन्टमा हामीले चाहिँ जुन बिजनेस स्कुल चलाएका छौँ म्यानेजमेन्टमा पनि चाहिँ त्यो समस्याहरू देखिन्छ केही हदसम्म चाहिँ हामीले त्यसलाई चाहिँ त्यो ग्यापलाई चाहिँ तपाईँको कम गर्ने कोसिस चाहिँ हामीले गरिरहेछौँ सर यसपालिको बजेटमा हजुर शिक्षा क्षेत्रको लागि कस्तो प्रावधान छुट्याइएको छ होइन अब यसपालिको शिक्षाको हिसाबले शिक्षालाई प्राथमिकतामा चाहिँ राखेको छ भनेर भनिन्छ तर चाहिँ तपाईँको समग्रतालाई चाहिँ हेर्नुहुन्छ भने कुल बजेटको चाहिँ शिक्षामा छुट्याइएको बजेटको प्रतिशत चाहिँ हरेक वर्ष चाहिँ घटिरहेछ आर्थिक वर्ष 2068 चाहिँ 67-68मा चाहिँ तपाईँको 17.67% चाहिँ तपाईँको शिक्षामा चाहिँ बजेट थियो सबैभन्दा धेरै चाहिँ बजेट छुट्याएको त्यो बेला हो त्यस यता चाहिँ तपाईँको हरेक वर्ष चाहिँ प्रतिशत बढ्ने ठाउँमा चाहिँ हरेक वर्ष चाहिँ 1.5% को दरले गर्दै 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 आएर चाहिँ यो चाहिँ चालु वर्षमा 11.09% चाहिँ तपाईँको शिक्षामा चाहिँ बजेट छुट्याइएको छ र अहिले नयाँ संविधानले हामीले चाहिँ जुन जारी गरेको चाहिँ संविधानले के भन्छ भने आधारभूत शिक्षा अनिवार्य र निशुल्क भनिरहेछ होइन हामी चाहिँ आधारभूत शिक्षा अनिवार्य र निशुल्क दिन्छौँ भनेर चाहिँ हामीले कमिटमेन्ट गरिरहेका छौँ अनि हाई स्कुल चाहिँ तपाईँको खास गरेर चाहिँ स्कुल एजुकेसन 12 सम्म हामी निशुल्क कर्मश गराएर चाहिँ जाने भनेर चाहिँ कमिटमेन्ट गरिराखेका छौँ त्यस अनुसारको चाहिँ पर्याप्त चाहिँ बजेट हामीले विनियोजन गर्न सकिरहेका छैनौँ होइन र चाहिँ छुट्याइएको बजेट पनि के हो भने त्यो साधारण खर्चमा प्रशासनिक खर्चमा चाहिँ तलब भत्तामा चाहिँ सबैभन्दा धेरै खर्च हुन्छ त्यसमा चाहिँ तपाईँको करिकुलम चाहिँ डेभलप गर्ने कुराहरूमा अध्ययन अनुसन्धानमा चाहिँ तपाईँ खास गरेर इन्फ्रास्ट्रक्चर चाहिँ डेभलप गर्ने कुरामा अहिलेको चाहिँ जुन किसिमको चाहिँ करेन्ट चाहिँ तपाईँ ग्लोबल चाहिँ सिनारियो छ त्यसलाई चाहिँ कम्पिटिटिभ हुनको निम्ति चाहिँ रिसोर्सेस चाहिँ म्यानेज गर्ने कुरामा चाहिँ खर्च हुँदैन त्यो बजेट पनि छुट्याइएको बजेट पनि चाहिँ खर्च हुँदैन त्यस हिसाबले हेर्ने हो भनेपछि खास चाहिँ चित्त बुझाउने अवस्था छैन तर बजेटमा एउटा दुईटा चाहिँ केही चाहिँ राम्रा कुराहरू छन् जस्तो हुन त अब यो हामी चाहिँ संघीयताको मोडेलमा गइसकेपछि अनि त्यसपछि संघीय चाहिँ संरचनामा जब जान्छौँ त्यसपछि त प्रान्तीय सरकारहरूले को दायित्वभित्र पर्छ चाहिँ तपाईँको खास गरेर चाहिँ हाई स्कुलसम्मको चाहिँ शिक्षा
शिक्षाको कुरा त्यति बेला चाहिँ इम्प्रुभ पनि गर्लान् त्यसपछि ती प्रान्तहरूले चाहिँ आफ्नो ढंगले चाहिँ म्यानेज पनि गर्लान् त्यसका बावजुद पनि अहिले के भनेको छ भने हरेक चाहिँ प्रदेशमा एउटा चाहिँ पोलिटेक्निकल चाहिँ इन्स्टिट्युटहरु इस्टाब्लिश गर्ने र एउटा चाहिँ मेडिकल कलेज चाहिँ इस्टाब्लिश गर्ने भनेको छ त्यो चाहिँ तपाईको सकारात्मक चाहिँ कुरा हो जस्तो चाहिँ यो यही वर्षको बजेटमा पनि सुर्खेतमा उसमा चाहिँ बर्दिवास र बुटोलमा चाहिँ तपाईको सरकारी चाहिँ मेडिकल कलेज चाहिँ स्थापनाको चाहिँ कार्य थालनी गर्ने भनेर भनेको छ त्यस हिसाबले चाहिँ यो सकारात्मक कुरा हो समग्रतामा चाहिँ हेर्नुहुन्छ भनेपछि यो बजेटले पनि चाहिँ शिक्षाको चाहिँ आवश्यकतालाई चाहिँ एड्रेस गरेको छैन ओके थुप्रै स्टुडेन्ट्सहरु हायर स्टडीजको लागि भनेर अहिले जुन अब्रोड जाने रेट रहेको छ ग्रोथमा रहेको छ यो खासमा भएको मुख्य कारण के हो खासमा अवसरको कमीको कारणले हो कि अथवा गुणस्तरीयताको खोजीमा यस्तो भएको हो दुईटै कुरा छैन तपाईको के हो भने एउटा त हामीले चाहिँ गुणस्तर चाहिँ सुनिश्चित गर्न सकिरहेका छैनौं एक दोस्रो चाहिँ तपाईको हामीले चाहिँ बजारमा चाहिँ अवसरहरु चाहिँ सृजना गर्न सकिरहेका छैनौं तपाईले हेर्नुहुन्छ भने उच्च शिक्षाको खोजीमा जो सिधै छ जो चाहिँ हरेक वर्ष चाहिँ तपाईको 35 हजारको हाराहारीमा चाहिँ गइराखेको छ त्यो इन्डिया बाहेकको चाहिँ डेटामा भन्दैछु जो चाहिँ तपाईँ इन्डियामा गएर चाहिँ पढ्छ तिनीहरूले चाहिँ नो अब्जेक्सन लेटर लिनु पर्दैन नेपालबाट अरु देशमा चाहिँ जानेहरुको संख्या त्यो संख्यामा छ उनीहरुलाई चाहिँ तपाईले हुन्छ तपाई त्यहाँ किन जाने भनेर चाहिँ सोध्नुभयो छ भने बहाना चाहिँ तपाईको के हुन्छ भने उले चाहिँ तपाई हायर एजुकेसन निम्ति क्वालिटी एजुकेसनको निम्ति जाने भन्ने हुन्छ उले के हुन्छ नेपालमा केही पनि गर्न सकिदैन त्यहाँ गएपछि कमसे कम चाहिँ तपाईको चाहिँ भाडा माझेर भए पनि चाहिँ तपाईको हैन बस्न सकिन्छ त्यहाँ चाहिँ तपाईको केही अर्न गर्न सकिन्छ आफैले कमाएर चाहिँ पढ्न सकिन्छ भनेर चाहिँ तपाईको गइराखेका छन् खास गरेर अपर्च्युनिटीको चाहिँ खोजीमा गइराखेका छन् तर वास्तविकता के हो भन्नुहुन्छ त्यो भन्दा एकदमै फरक छ त्यहाँ जो गइराखेका छन् विभिन्न चाहिँ तपाईको समयको अध्ययनले चाहिँ अनुसन्धानबाट चाहिँ के देखिरहेछ भने जो त्यो चाहिँ जुन विषय पढ्नको निम्ति चाहिँ त्यो देशमा अथवा अब्रोड चाहिँ गइराखेका छन् त्यसमध्येमा चाहिँ करिब चाहिँ 70% ले चाहिँ त्यो विषय नै पूरा गर्दैनन् भनेर भन्छ अब रिमेनिङ चाहिँ तपाईको 30% ले पनि चाहिँ लगभग चाहिँ 90% ले समयमै त्यो चाहिँ अध्ययन पूरा गर्दैनन् भनेर भन्छ एक हैन दोस्रो चाहिँ तपाईको त्यहाँ जो जान्छ तिनीहरूले पनि आफ्नो योग्यता क्षमता अनुसारको चाहिँ काम पाएका छन् एकचोटी चाहिँ इमेजिन हामीले चाहिँ गरौँ न त्यो त्यतातिर चाहिँ सोचौं न हेर्नुहुन्छ भनेपछि लगभग 10% ले चाहिँ तपाईको उनीहरुको चाहिँ तपाईको क्षमता अनुसारको उनीहरुको योग्यता अनुसारको चाहिँ काम पाएका छैनन् उनीहरुले अत्यन्तै चाहिँ तपाईको ग्रे स्केलको चाहिँ तपाईको हैन लेभलको जुन भन्छौं हामी श्रम हैन त्यो गरेर चाहिँ बसिराखेका छन् तर सँगसँगै चाहिँ तपाईको के हो भन्नुहुन्छ भने नेपालमा चाहिँ तपाईको हामीले एउटा चाहिँ अवसर पनि चाहिँ तपाईको दिन सकिरहेका छैनौं अर्को चाहिँ तपाईको हाम्रो चाहिँ उच्च शिक्षामा चाहिँ हामी गुणस्तर चाहिँ सुनिश्चित पनि चाहिँ गर्न सकिरहेका छैनौं चौथो कुरा के हो भन्नुहुन्छ भने चाहिँ हामीले केही हदसम्म चाहिँ तपाईको राम्रो गर्ने कोसिस गर्दै पनि राम्रो पनि गरिराखेका छौं सबै नराम्रो भन्ने पनि हैन राम्रो गर्दैछौं भनेपछि त्यो कुरालाई चाहिँ हामीले राम्रोसँग चाहिँ प्रमोट पनि गर्न सकिरहेका छैनौं जस्तो अहिले नेपालमा चाहिँ हेर्नुहुन्छ भने यस्तो छ कि दक्ष जनशक्तिको अभाव छ कर्पोरेट सेक्टरले चाहिँ खोजेको मान्छे पाउँदैन हैन त्यति त छँदैछ त्यो तल चाहिँ तपाईको लेभलको चाहिँ हुन्छ चाहिँ तपाईको तपाई सुन्निकरणमा चाहिँ मिडियामा चाहिँ लाग्नु भएको साथीहरुलाई चाहिँ आज बढी अपडेट हुनुहुन्छ तपाईहरु फ्याक्ट्रीहरुले चाहिँ लेबर पाउने स्थिति छैन हैन मिडल लेभलको चाहिँ म्यानेजरहरुको चाहिँ अहिले अभाव छ युनिभर्सिटीमा चाहिँ हेर्नुहुन्छ भने चाहिँ हाम्रो जस्तो चाहिँ उसमा हेर्नुहुन्छ भने पठन पाठनमा चाहिँ युथहरु चाहिँ जुन खास गरेर चाहिँ एजुकेसन सेक्टरमा चाहिँ टिचिङ प्रोफेसनमा युथहरु चाहिँ आइराखेका छैनन् त्यो कहाँ गइराखेको छ भन्नुहुन्छ भनेपछि त्यो त्यहाँ गइराछ हैन त्यो कसरी चाहिँ गइराखेको छ भनेपछि एउटा अवसरको खोजीमा अथवा गुणस्तरीय शिक्षाको नाममा उता गइराखेको छ उता अपेक्षित चाहिँ तपाईको उले जुन उद्देश्य परिपूर्ति गर्न त्यो पनि गर्न सकिरहेको छैन त्यसले चाहिँ ग्याप चाहिँ क्रिएट गरिरहेछ सोसाइटीमा यसले के हुन्छ भन्नुहुन्छ भने मलाई भन्नुहुन्छ भने चाहिँ एउटा कुनै पोइन्टमा गइसकेपछि हामी ठूलो रूपमा चाहिँ आर्थिक तथा सामाजिक रूपमा चाहिँ एउटा देशले चाहिँ ठूलो समस्या चाहिँ बेहोर्नु पर्ने अवस्थामा हामी पुग्छौं स्थिति के हुन्छ भने बुढा र चाहिँ बच्चा मात्रै रहने स्थिति रहन्छ जो यहाँ रहन्छ त्यो पनि चाहिँ तपाईको के हुन्छ भन्नुहुन्छ भनेपछि उले हैन कम्पिटेन्ट मान्छे बाहिर जाने र चाहिँ तपाईको एक हिसाबले भन्दाखेरि यहाँ चाहिँ तपाईको त्यहाँ जान नसक्ने अवसरहरुबाट चाहिँ वञ्चित हैन अब धेरै पढे नलेखेको मान्छे चाहिँ हुँदाखेरि चाहिँ तपाईको कन्ट्रीको डेभलपमेन्टमा त त्यसले डेफिनेटली नेगेटिभ चाहिँ इम्प्याक्ट पार्छ समस्या चाहिँ छ तपाईले भने जस्तो
सो यहाँको कलेजबाट स्टुडेन्ट्सहरूले सक्सेसफुली कुनै कोर्स कम्प्लिट गरिसकेपछि यहाँहरूले जब प्लेसमेन्ट गरिदिने त्यस्तो केही प्रावधान रहेको छ? छ हामीले चाहिँ तपाईँको हाम्रो चाहिँ ग्रेजुएटहरूलाई पहिलो कुरा त हामीले त्यसको निम्ति चाहिँ जब मार्केटको निम्ति फिट हुने खाले चाहिँ तपाईँको ह्युमन रिसोर्स चाहिँ तपाईँको प्रोड्युस गरिराखेका छौँ। हामी त्यस हिसाबले नै पहिला चाहिँ उनीहरूलाई प्रिपेयर गर्छौँ। करिकुलम बेस चाहिँ तपाईँको टिचिङ एउटा फर्मल एजुकेसन चाहिँ इन्स्टिट्युसनको प्रमुख प्राथमिकता हो, प्रायोरिटी त्यही हो। सँगसँगै हामीले चाहिँ तपाईँको उसको चाहिँ इन्टरपर्सनल चाहिँ क्यापासिटी चाहिँ बिल्डअप गर्नको निम्ति हामीले चाहिँ थुप्रै चाहिँ एडिसनल चाहिँ तपाईँको प्रोग्रामहरू गर्छौँ र त्यो चाहिँ अवसरहरू त्यो एक्सपोजर हामी स्टुडेन्टलाई दिन्छौँ र समग्रतामा चाहिँ उसलाई चाहिँ हामी ग्रुम गरेर हामी चाहिँ जब मार्केटमा चाहिँ प्लेस गर्छौँ। हामी पढ्दै चाहिँ तपाईँको उनीहरूलाई चाहिँ पेड इन्टर्नसिपमा चाहिँ पठाउने, इन्टर्नसिपमा चाहिँ पठाउने, त्यसपछि चाहिँ तपाईँको पार्ट टाइम चाहिँ जबमा चाहिँ तपाईँको हामी पठाउँछौँ र उसको पढाइ कम्प्लिट गरिसकेपछि हामी चाहिँ प्लेसमेन्टको निम्ति चाहिँ फेसिलिटेट गरिदिन्छौँ। र हाम्रो चाहिँ ग्रेजुएटहरू मास्टर्सको चाहिँ तपाईँको लगभग चाहिँ 100% चाहिँ प्लेस छ। अब कसैले चाहिँ म काम गर्दिनँ भन्ने होला, जस्तो चाहिँ हाम्रो त अब मास्टर्स लेभलको चाहिँ प्रोग्राम भयो हुनाले उमेर पुगिसकेको कतिपय चाहिँ लेडिजहरू बिहे गरेर बच्चाहरू भएको कोही त्यस्तो केही खाली होला। अदरवाइज चाहिँ तपाईँको नट सिङ्गल वान चाहिँ तपाईँको जसले चाहिँ जब नपाएर हामी खाली बसेका छौँ भन्ने चाहिँ अवस्था कसैको पनि छैन। ओके, सो स्टुडेन्ट्सहरूलाई बेसिकली पर्सनालिटी डेभलपमेन्ट, मोरल एजुकेसन सँगसँगै बिहेभियरल मोल्ड गर्नको लागि कस्तो कोर्सेसहरू रहेको छ? जस्तै एजुकेसन सिस्टममै त्यस्तो केही रहेको छ? एकदमै छैन। तपाईँको सान्दर्भिक चाहिँ कुरा सोध्नुभयो तपाईँले होइन। जस्तो हाम्रो चाहिँ के हो भने हामी इन्टरनेसनल चाहिँ एफिलिएसन हो। हाम्रो वेस्टक्लिफ युनिभर्सिटी युएसए क्यालिफोर्नियाको चाहिँ एफिलिएसनमा नेपालमा हामीले चाहिँ कलेज चलाइरहेका छौँ। हाम्रो करिकुलम चाहिँ के हो भने केएसए मेथड भनेर भन्छ। केएसए मेथड भनेको नलेज, स्किल र एटिट्युड चाहिँ तपाईँको त्यसमा चाहिँ इनबिल्ड छ होइन। त्यो सिस्टमबाट चाहिँ हामी चाहिँ स्टुडेन्टहरूलाई पढाउँछौँ। तपाईँलाई थाहा छ 1917 तिरसम्म चाहिँ तपाईँको 1970 को चाहिँ दशकसम्ममा नलेज चाहिँ तपाईँको सबै कुरा हो भन्ने थियो। त्यसपछि चाहिँ तपाईँको क्रमशः चाहिँ तपाईँको त्यो ट्रेन्ड चेन्ज भयो। नलेज मात्रै होइन, स्किल चाहिँ तपाईँको पनि त्यत्तिकै चाहिँ इम्पोर्टेन्ट कुरा हो। चाहिँ नलेज चाहिँ चाहिएको बेला गेन गर्न सकिन्छ, तर स्किल चाहिँ टेक्स टाइम भन्ने थियो। त्यस हिसाबले चाहिँ सिप्सलाई चाहिँ तपाईँको पनि प्राथमिकता चाहिँ राखेर चाहिँ अगाडि बढायो। त्यसपछि चाहिँ तपाईँको खास गरी यो 2000तिर 1900 चाहिँ तपाईँको 90 देखि 95 अथवा चाहिँ 2000 सम्मको चाहिँ तपाईँको बिचमा चाहिँ के हो भने नलेज स्किल मात्रै होइन चाहिँ एटिट्युड पनि चाहिँ इम्पोर्टेन्ट कुरा हो। हार्वर्डले चाहिँ 1995 तिर लाग्छ, ठ्याक्कै मैले एयर चाहिँ बिर्सेँ, एउटा चाहिँ रिसर्च गरेको छ। त्यसले त्यसको रिसर्चको चाहिँ फाइन्डिङ के हो भने कुनै व्यक्ति चाहिँ तपाईँको प्लेस कसरी हुन्छ त जब मार्केटमा चाहिँ त्यो हायरिङ चाहिँ बिहेभियरलाई उनीहरूले चाहिँ हेर्दाखेरि के देखाएको छ भनेपछि 85% चाहिँ व्यक्ति चाहिँ तपाईँको उसको बिहेभियरको कारणले गर्दा, उसको एटिट्युडको कारणले गर्दाखेरि चाहिँ तपाईँले उसले अपर्च्युनिटी प्राप्त गर्न सक्छ। उसको कोर कम्पिटेन्सिज, नलेज, स्किलको चाहिँ कुराले चाहिँ जम्मा चाहिँ तपाईँको 15%ले मात्रै अवसर चाहिँ पाउँछन् भन्ने चाहिँ छ। यो दुनियाँलाई चकित पार्ने किसिमको चाहिँ रिजल्ट हो होइन। मोस्ट त्यस कारणले गर्दाखेरि बिहेभियरलाई चाहिँ तपाईँको तुरुन्त चेन्ज गर्न सकिँदैन। त्यसलाई होइन टेक्स टाइम चाहिँ एउटा लङ चाहिँ प्रोसेस हो। त्यसलाई फिल गराउनुपर्छ होइन। त्यस हिसाबले चाहिँ हाम्रो चाहिँ उसमा करिकुलममै चाहिँ इनबिल्ड छ नलेज, स्किल र चाहिँ एटिट्युडलाई चाहिँ हामी फोकस गरेर चाहिँ पढाउँछौँ। केएसए मेथड भन्छौँ हामी। त्यस हिसाबले हेर्ने हो भने तपाईँले अघि भनेको कुराहरूलाई हाम्रो चाहिँ तपाईँको करिकुलमले एड्रेस गर्छ। ओके, सो यहाँहरूको कलेजमा जति पनि विद्यार्थीहरू छन् उहाँहरूले एमबिए अथवा बिबिए कोर्सेसहरू गर्नुहुन्छ भने उहाँहरूलाई प्र्याक्टिकल नलेज, प्र्याक्टिकल एक्सपोजर, प्र्याक्टिकल असाइनमेन्ट्सहरूमा कतिको जोड दिन्छ? यस्तो छ, अब म्यानेजमेन्ट चाहिँ म चाहिँ तपाईँको प्र्याक्टिकल एजुकेसन सरले चाहिँ भन्नुभएको छ भने हेल्थ साइन्स जस्तो हुँदैन अथवा चाहिँ तपाईँको एउटा चाहिँ साइन्सको जस्तो हुँदैन। जस्तो साइन्समा चाहिँ तपाईँको उसबाट चाहिँ झुसिरकिराबाट पिउवा, पिउवाबाट पुतली भन्ने चाहिँ जुन प्रोसेस जस्तो चाहिँ तपाईँको देखाउने लाइफ चाहिँ तपाईँको त्यो हिसाबले चाहिँ हामीले प्र्याक्टिकल चाहिँ गराउन सक्दैनौँ म्यानेजमेन्ट एजुकेसनमा होइन। अथवा एउटा चाहिँ तपाईँको स्टुडेन्टलाई चाहिँ एउटा कुनै चाहिँ म्यानेजरको अन्डरमा राखेर उसलाई चाहिँ तपाईँको के काम गर्छ, कसो गर्छ त्यसलाई अब्जर्भ गरेर सिक,
लर्न गर भनेर भन्न सक्दैनौँ। म्यानेजमेन्ट एजुकेसनको चाहिँ प्र्याक्टिकल एक्सपोजर भनेको के हो भन्नुहुन्छ भने हामी केस बेस चाहिँ तपाईँको स्टडी गराउँछौँ। रिसर्च प्लस चाहिँ केस बेस हो, हाम्रो फोकस त्यसमा छ। कुनै चाहिँ पर्टिकुलर कम्पनीले चाहिँ लिएको स्ट्राटेजीले चाहिँ त्यो कम्पनीलाई चाहिँ माथि उठायो कि तल झार्यो भन्ने कुरालाई हामी चाहिँ डिस्कस गराउँछौँ र त्यसमा चाहिँ उनीहरूको इन्डिपेन्डेन्ट ओपिनियन चाहिँ तपाईँको चाहिँ लिन लगाउँछौँ र त्यस आधारमा चाहिँ हामीले स्टुडेन्टहरूलाई चाहिँ इभ्यालुएट गर्छौँ। एक होइन, एउटा चाहिँ एक्सपोजर। दोस्रो चाहिँ तपाईँको अर्गनाइजेसनलाई चाहिँ उनले अन्डरस्ट्यान्ड गर्नको निम्ति चाहिँ फ्रिक्वेन्टली चाहिँ हामी चाहिँ उनीहरूलाई चाहिँ अर्गनाइजेसन चाहिँ भिजिटहरू चाहिँ गराउँछौँ र कर्पोरेट सेक्टरको चाहिँ लिडरहरूसँग उनीहरूलाई चाहिँ इन्टरेक्ट गराउँछौँ। त्यसपछि मैले अघि पनि तपाईँलाई सुरुमा भनेको छु, हामी इन्टर्नसिपमा चाहिँ स्टुडेन्टलाई पठाउँछौँ होइन। पेड इन्टर्नसिप चाहिँ हाम्रो चाहिँ प्राथमिकता हो। सकभर हामी चाहिँ तपाईँको फ्री अफ कस्टमा चाहिँ तपाईँको हामी इन्टर्नसिपमा हामी पठाउँदैनौँ। हामी विभिन्न अर्गनाइजेसनहरूलाई उनीहरूको चाहिँ टाइम त्यहाँ चाहिँ उनीहरूले इन्भेस्ट गरिसकेपछि त्यसलाई चाहिँ तपाईँहरूले कुनै न कुनै हिसाबले चाहिँ एप्रिसिएट गर्नुहोस् भनेर नोमिनल अमाउन्ट भए पनि दिनुहोस् भनेर हामी भनिरहेछौँ। त्यस हिसाबले पेड इन्टर्नसिपमा पठाउँछौँ। त्यसरी नै हामीले चाहिँ प्र्याक्टिकल चाहिँ एक्सपोजर चाहिँ दिइरहेको छौँ स्टुडेन्टहरूलाई। प्रायः जसो इन्टर्नसिपमा यहाँले भन्नुभयो कि पेड गराउनुहुन्छ, त्यो निकै नै राम्रो कुरा हो, किनभने टाइम इन्भेस्ट गरिसकेपछि पेड त हुनैपर्छ। अर्को मेन कुरा के रहेको छ भने इन्टर्न गर्दाखेरि प्रायः जसो स्टुडेन्ट्सहरूको कस्तोसम्म पनि कम्प्लेन हुने गर्छ भन्दाखेरि प्रायः मैले पनि सुनिरहेको हुन्छु, धेरै जसो काम सिक्न पाइएन। जस्तै कुनै जस्तै कम्पनीमा तपाईँको इन्टर्नसिप गराइयो भने चाहिँ एउटा सामान्य मात्र काम गराइन्छ, जुन चाहिँ कम्प्लेक्स काम सिक्नुपर्ने हुन्छ, सिक्ने इच्छा गरेका हुन्छन्, त्यो सिक्न पाइएन भन्ने पनि कम्प्लेन चाहिँ इन्स्टिच्युटको चाहिँ कमजोरी हो जस्तो लाग्छ। हामीले चाहिँ के गर्छौँ भने हामीले इन्टर्नसिपको एउटा चाहिँ डिटेल चाहिँ गाइडलाइन बनाएको छौँ। हामीले चाहिँ तपाईँको जहाँ इन्टर्न गर्न जान्छन् हामीले चाहिँ त्यो एउटा क्राइटेरिया चाहिँ बनाएको छौँ। त्यो क्राइटेरिया चाहिँ मिट नगर्ने कम्पनीमा हामी इन्टर्नसिप गर्न पठाउँदैनौँ। हामीले के भनेको छ भने ब्याचलर्स लेभलको चाहिँ स्टुडेन्टलाई इन्टर्नसिपमा पठाउँछौँ भने त्यसको सुपरभाइजर एटलिस्ट चाहिँ ब्याचलर्स गरेको हुनुपर्छ भन्ने छ, एक होइन। दोस्रो त्यो कम्पनी चाहिँ मिनिमम चाहिँ तपाईँको त्यो 5 इयर्स भएको इस्टाब्लिस भएको हुनुपर्छ। त्यसको सम्पूर्ण इन्फर्मेसनहरू हामी जस्तो चाहिँ वेबसाइट चाहिँ इमेल आदि इत्यादि चिजहरू हुनुपर्छ र चाहिँ तपाईँको एउटा चाहिँ फङ्सनल चाहिँ हुन्छ डिफाइन चाहिँ तपाईँको डिपार्टमेन्टहरू चाहिँ भएको कम्पनी हुनुपर्छ। मिनिमम चाहिँ तपाईँको 25 चाहिँ तपाईँको 25 चाहिँ कर्मचारी भएको कम्पनी हुनुपर्छ भनेर भनिरहेको छ। एक दोस्रो चाहिँ इन्टर्नसिपमा पठाउँदाखेरि अघि तपाईँले भने जस्तो इन्टर्नसिप चाहिँ गर्न जाऊ भनेर यतिकै पठाइदिने हो भने चाहिँ सरले अघि भने जस्तै समस्या हुन्छ, तपाईँले भनेको जस्तो समस्या हुन्छ। पर्टिकुलर चाहिँ तपाईँको डिफाइन चाहिँ जबहरू यो कामको निम्ति इन्टर्न भन्ने चाहिँ तपाईँको नभइकन हामी इन्टर्नसिपमा पठाउँदैन। त्यो चाहिँ तपाईँको सम्पूर्ण क्राइटेरिया चाहिँ क्लियर गरेर हामीले पठाइरहेको छौँ। इन्टर्नसिपमा हामीले चाहिँ तपाईँको कलेजको चाहिँ तपाईँ एकाडेमिक चाहिँ रिक्वायरमेन्ट त छँदैछ होइन। त्यो चाहिँ एउटा चाहिँ तपाईँको सँगसँगै हामीले के गर्छौँ भने इन्टर्नमा जानेहरूलाई पनि उनीहरूले विकली चाहिँ तपाईँको एउटा चाहिँ सिट हुन्छ होइन, लग सिट चाहिँ बनाएको छौँ। त्यो चाहिँ उसले चाहिँ हामी कहाँ चाहिँ बुझाउनुपर्छ, हरेक हप्ता चाहिँ उसले बुझाउँछ, स्टुडेन्टले बुझाउँछ। त्यसको आधारमा उसले के काम गर्यो दिनभरि उसले आफूले गरेको काम र उसले चाहिँ फुलफिल गरेको रेस्पोन्सिबिलिटी चाहिँ त्यसले चाहिँ त्यहाँ भर्या हुन्छ, के गरेको छ त्यो चाहिँ हामीलाई रिपोर्ट गर्छ। त्यसको आधारमा त्यो अपेक्षित चाहिँ तपाईँको छैन होइन, जुन कामको निम्ति ऊ गएको हो त्यो त्यसले सिक्न पाएको छैन भने तुरन्त हामी चाहिँ सिफ्ट गरिदिन्छौँ त्यसलाई अर्को चाहिँ ठाउँमा, अर्को उसमा। हाम्रो अप्रोचको कारणले पनि हो। जस्तो कम्पनीलाई हामीले चाहिँ इन्टर्न पठाउने भनेपछि यतिकै चाहिँ लौ हेरिदिनुहोस् न, केही छैन, केटाहरू चाहिँ आउँछन्, तपाईँहरूले चाहिँ कतैतिर राखिदिनुहोस् न, जे छ त्यही काम लाउनुहोस् भनेर भनियो भने त पक्कै पनि चाहिँ त्यो हुन्छ। अदरवाइज चाहिँ तपाईँको डिफाइन चाहिँ तपाईँको जब होइन एउटा चाहिँ म पठाउने हो भने इन्टर्नहरूले चाहिँ नसिक्ने नगर्ने भन्ने कुरै हुँदैन। त्यो हाम्रोमा त्यो समस्या छैन। ओके, सो मध्यमवर्गीय जुन क्लासको फ्यामिलीहरू हुन्छ, मिडल क्लास फ्यामिली, वर्किङ क्लास फ्यामिलीहरू, उहाँहरूले आफ्नो छोराछोरीको एजुकेसनको कस्ट अफोर्ड गर्न नसकिरहेको पनि अवस्था रहेको छ। अब यस्तो सिचुएसनमा एजुकेसन फर अल, क्वालिटी एजुकेसन फर अल, सबैलाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि के गर्न सकिन्छ? यस्तो छ, यसमा त राज्यकैले नै चाहिँ रेस्पोन्सिबिलिटी लिनुपर्छ। पर्टिकुलर एउटा व्यक्ति संस्था अथवा चाहिँ तपाईँको अरूले चाहिँ यो केही पनि गर्न सक्ने अवस्था रहँदैन। जस्तो हामीले चाहिँ के हो भने मैले अघि सुरुमा पनि भने आधारभूत चाहिँ शिक्षा चाहिँ तपाईँको हामीले निःशुल्क र अनिवार्य भनेको छौँ, केही पुरा गर्न सकिरहेको छैनौँ। एक होइन, हामीले गर्न सकिरहेको छैनौँ। दोस्रो चाहिँ तपाईँको के हो भने उच्च शिक्षाको त एकदम पढाएको कुरा हो होइन, आधारभूत शिक्षा पनि दिएर हाई स्कुलसम्मको चाहिँ शिक्षालाई पनि सर्वसुलभ र सबैको चाहिँ पहुँचमा हामीले पुर्याउन सकिरहेका छैनौँ।
हामीले गर्ने के हो भन्नुहुन्छ भने मलाई के लाग्छ भनेपछि जस्तो हामीले नीति नियम चाहिँ बनाउँछौँ होइन, त्यसलाई चाहिँ पूर्ण रूपमा चाहिँ कार्यान्वयन गर्न सकिरहेको छैन। तपाईँले अस्ति चाहिँ 15-20 दिन अगाडि चाहिँ पत्र पत्रिकामा आएको थियो, हजारौंको चाहिँ स्कलरसिपको कोटा चाहिँ ल्याप्स भएको छ भनेर भन्छ। कानून हामीले बनाएको छौँ, यति प्रतिशत चाहिँ तपाईँको निजी चाहिँ शैक्षिक संस्थाहरूले चाहिँ तपाईँको छात्रवृत्ति प्रदान गर्नुपर्छ भनेर भनिरहेका छौँ, तर त्यो चाहिँ कार्यान्वयन गर्नमा चाहिँ तत्परता देखाइरहेको छैनौँ। अघि तपाईँले भनेको चाहिँ जो चाहिँ ले आर्थिक रूपमा चाहिँ त्यो अफोर्ड गर्न सक्दैन होइन, त्यस्तो चाहिँ तपाईँको बालबालिकालाई चाहिँ तपाईँको जो उसले चाहिँ पठन पाठन चाहिँ होइन मेधावी चाहिँ छात्र छात्राहरू छन् तिनीहरूलाई त्यो कोटा अन्तर्गत चाहिँ पढाउन सक्ने चाहिँ व्यवस्था चाहिँ मिलाउनुपर्छ। यसको इनिसिएसन चाहिँ तपाईँको राज्यले लिनुपर्छ, निजी क्षेत्र पनि त्यसमा चाहिँ तपाईँको जिम्मेवार बन्नुपर्छ। यो चाहिँ शिक्षा चाहिँ व्यापार मात्रै होइन, शिक्षा देखिन्छ होइन, शिक्षा व्यापार मात्रै होइन, शिक्षामा चाहिँ तपाईँको सर्टेन लेभलको चाहिँ सामाजिक चाहिँ उत्तरदायित्व पनि चाहिँ निर्वाह गर्नुपर्छ, वहन गर्नुपर्छ। सो निजी क्षेत्रका जति इन्स्टिट्युसनहरू रहेका छन् आफैले पनि त त्यो कस्ट मिनिमाइज गरिदिँदाखेरि त्यो एउटा सुविधा होइन। यस्तो छ, तपाईँले भन्नुभयो निजी क्षेत्रलाई कस्ट मिनिमाइज गर्ने कुरा पनि थियो, अनावश्यक शुल्क कसरी ल्याएछ भने त्यो घटाउनुपर्छ होइन, त्यो त्यसमा चाहिँ म सहमत छु। तर निजी क्षेत्रले के हो भने निजी क्षेत्रले आफैले चाहिँ रिसोर्स चाहिँ जेनेरेट गरेर म्यानेज गर्ने हो। त्यस हिसाबले हेर्ने हो भनेपछि गभर्मेन्टको जस्तो चाहिँ जुन फन्ड चाहिँ ग्रान्ट चाहिँ पाउने इन्स्टिच्युटहरूको भन्दा अभियसली त्यो महँगो हुन्छ होइन, महँगो हुन्छ किनकि त्यो चाहिँ तपाईँको विद्यार्थीहरूकै शुल्कबाट चाहिँ निजी चाहिँ तपाईँको क्षेत्रले सञ्चालन गरेका चाहिँ तपाईँको संस्थाहरू चल्ने हुन्, त्यसमा चाहिँ कतैबाट चाहिँ सहयोग पनि आउने होइन, केही पनि हुँदैन। त्यसैलाई चाहिँ म्यानेज गर्ने भएर अभियसली हुन्छ। बरु के गर्न सकिन्छ भने तपाईँले भने जस्तो हामीले शिक्षामा त्यत्रो लगानी गरेका छौँ, अपेक्षित चाहिँ प्रतिफल पाउन सकिरहेको छैन। हरेक वर्ष चाहिँ सामुदायिक विद्यालयहरू बन्द भइरहेछन्, निजी चाहिँ तपाईँको विद्यालयमा चाहिँ विद्यार्थीहरूको चाप बढिरहेको छ। त्यसको कारण के हो भने हामीले चाहिँ गुणस्तर चाहिँ सुनिश्चित गर्न नसकेको कारणले गर्दाखेरि नीति निर्माताहरू नै चाहिँ तपाईँको निजी शिक्षा शैक्षिक संस्थाहरूमा चाहिँ आफ्नो बच्चा चाहिँ पढाउनको निम्ति लालायत भइरहेको अवस्था छ। त्यसो भने भौचर प्रणाली अपनाउ न त होइन। जस्तो एउटा चाहिँ विद्यार्थीलाई राज्यले चाहिँ कति लगानी गरिरहेछ होइन, गरिरहेको छ नि। हामीले चाहिँ तपाईँको गत वर्षको चाहिँ बजेटमा कति चाहिँ तपाईँको बजेट छुट्यायौँ र चाहिँ तपाईँको सामुदायिक चाहिँ शैक्षिक संस्थाहरूले कतिजना विद्यार्थी त्यस बापतको पढाइराखेका छन्, एउटा चाहिँ अमाउन्ट त छ नि, त्यो अमाउन्टको चाहिँ भौचर दिउँ न त, भौचर दिउँ, राज्यले त्यो पैसा चाहिँ तपाईँको सिधै अनुदान दियोस् चाहिँ बच्चालाई, त्यसले चाहिँ त्यो भौचर लिएर चाहिँ निजी क्षेत्रमा गएर अलिकति थप चाहिँ पैसा राखेर पनि पढाउन सक्छ। तर फेरि यो कदम चाहिँ तपाईँको यो समाधान होइन, यो चाहिँ हुँदैन। राज्यले चाहिँ तपाईँको शिक्षा स्वास्थ्य जस्तो कुराहरूमा राज्यले नै इनिसिएसन लिनुपर्छ र आम रूपमा चाहिँ तपाईँको आम नागरिकको चाहिँ तपाईँको पहुँच पुर्याउनको निम्ति चाहिँ इनिसिएसन चाहिँ लिनुपर्छ। अहिले भएको के हो भन्नुहुन्छ भने चाहिँ राज्यले चाहिँ शिक्षामा फोकस गर्न नसकेको कारण लिमिटेसन पनि छ हाम्रो जस्तो देशहरूमा होइन, स्रोत साधनको अभाव छ, नसकेको कारणले गर्दाखेरि निजी क्षेत्रले त्यो ग्याप चाहिँ केही हदसम्म चाहिँ फुलफिल गरिरहेछ। जुन दिन चाहिँ तपाईँको सामुदायिक चाहिँ शिक्षा सामुदायिक शैक्षिक संस्थाहरू चाहिँ तपाईँको स्ट्रङ हुन्छन् त्यो बेला चाहिँ तपाईँको निजी क्षेत्रहरूले चाहिँ अल्टरनेट गर्नुपर्छ। तपाईँलाई मैले एउटा सामान्य उदाहरण दिउँ, कुलचोक इन्जिनियरिङ क्याम्पसमा चाहिँ एडमिसन पाउने हो भनेपछि निजी चाहिँ कलेजमा भर्ना हुन्छन् कि हुँदैनन् होइन, हुँदैनन् नि होइन। आइआइएममा हाम्रो चाहिँ तपाईँको उसमा महाराजगञ्जमा चाहिँ एडमिसन पाउनेहरूले चाहिँ निजी मेडिकल कलेजमा भर्ना गर्छन् कि गर्दैनन् भने चाहिँ अभियसली गर्दैनन्। तर के हो भने हामीले जहाँ चाहिँ गुणस्तर चाहिँ सुनिश्चित गर्छौँ, राज्यले चाहिँ सुनिश्चित गर्ने हो भने निजी शैक्षिक संस्थाहरूको रोल क्रमशः चाहिँ कम हुँदै जान्छ। त्यो नै चाहिँ समाधान हो जस्तो लाग्छ मलाई। जाँदा जाँदै हामीसँग टाइम निकै नै छोटो रहेको छ। हजुर, स्टुडेन्टहरूको चोइसमा प्रेसिडेन्सियल कलेज नै किन? प्रेसिडेन्सियल बिजनेस स्कुल वेस्टक्लिफ युनिभर्सिटी युएसए क्यालिफोर्नियाको एफिलिएसनमा हामीले नेपालमा चाहिँ सञ्चालन गरेका छौँ। यो युनिभर्सिटी एक्रिडेटेड युनिभर्सिटी हो। एक्रिडेटेसन भनेको शिक्षा क्षेत्रमा गुणस्तर सुनिश्चित भएको भन्ने चाहिँ मानिन्छ। फुल्ली एक्रिडेटेड युनिभर्सिटी भए हुनाले हाम्रा यसका चाहिँ सम्पूर्ण कोर्स करिकुलमहरू भनेको अन्तर्राष्ट्रिय स्तरमा चाहिँ गुणस्तर सुनिश्चित भएको चाहिँ कोर्स करिकुलमहरू हामीले चाहिँ फलो गरिरहेका छौँ। त्यहाँको चाहिँ स्ट्यान्डर्डको चाहिँ एजुकेसन चाहिँ नेपालमा हामीले दिइरहेका छौँ। त्यस हिसाबले चाहिँ ग्लोबल्ली चाहिँ कम्पिटिटिभ चाहिँ कोर्स कन्टेन्ट चाहिँ अफोर्डेबल फीमा उनीहरूले नेपालमै पढिरहेछन्। हामीले सुरुमा चाहिँ डिस्कस गऱ्यौँ, मैले पनि भनेको थिएँ उच्च शिक्षा हासिल गर्नको निम्ति विद्यार्थीहरू चाहिँ हरेक वर्ष चाहिँ विदेश गइराखेका छन् र त्यहाँ पुगेका विद्यार्थीहरूले चाहिँ जे समस्या भोगिरहेका छन् त्यो समस्याको समाधान चाहिँ हामीले दिने कोसिस गरेर नेपालमा हामी अफोर्डेबल चाहिँ फीमा
हामीले खास गरेर चाहिँ अमेरिकाको यो विश्वविद्यालयको जुन विश्वविद्यालयको प्रोग्राम हामीले सञ्चालन गरिरहेका छौँ त्यहाँ $60,000 चाहिँ खर्चिनुपर्छ ब्याचलर्सको निम्ति जबकि हामीले चाहिँ यहाँ $6,500 चाहिँ 6.5 लाखको हाराहारीमा चाहिँ हामीले नेपालमा पढाइरहेका छौँ र त्यहाँको चाहिँ स्ट्यान्डर्डको एजुकेसनमा नेपालमा दिइरहेका छौँ। एक दोस्रो चाहिँ हामीले करिकुलम बेस्ड मात्रै होइन, हामीले सुरुमा पनि हामी यो कुराकानीको बिचमा चाहिँ हामीले मैले सरलाई जानकारी गराएको छु कि हामी चाहिँ तपाईँको थ्योरी र चाहिँ प्र्याक्टिकल चाहिँ कुरालाई चाहिँ ब्लेन्ड गरेर चाहिँ हामीले पढाउने गरिरहेका छौँ। त्यस हिसाबले चाहिँ हामीबाट उत्पादित चाहिँ शैक्षिक जनशक्ति बजारमा चाहिँ बिग्दैन कि भनेर चाहिँ चिन्ता गर्नुपर्ने अवस्था रहँदैन। हामीले शैक्षिक बेरोजगार उत्पादन गरिरहेका छैनौँ र शैक्षिक रूपमा चाहिँ तपाईँको दक्ष चाहिँ जनशक्ति चाहिँ हामीले उत्पादन गरिरहेका छौँ जसको चाहिँ जुन हिसाबले चाहिँ हामीले चाहिँ तपाईँको शिक्षा चाहिँ प्रदान गरिरहेका छौँ त्यसको चाहिँ आउटकम हामीले के पाइरहेछौँ भने अहिले बजारमा चाहिँ हाम्रो चाहिँ ग्रेजुएटहरू UN एजेन्सीहरूमा नेपालको चाहिँ ब्याङ्किङ सेक्टरहरूमा एजुकेसन सेक्टरहरूमा अरू चाहिँ कर्पोरेट हाउसहरूमा चाहिँ निकै राम्रो चाहिँ पोजिसनमा चाहिँ उहाँहरूले काम गरिराख्नु भएको छ र चाहिँ विभिन्न कम्पनीलाई चाहिँ लिड गरिराख्नु भएको छ र धेरै विद्यार्थीहरूले आफैले आफ्नो व्यवसायहरू पनि सुरु गरिसक्नु भएको छ र उहाँले अरूलाई चाहिँ रोजगारी चाहिँ प्रदान गर्ने काम गरिराख्नु भएको छ र नेपालमै बसेर अन्तर्राष्ट्रिय चाहिँ जबहरू चाहिँ डलरमा चाहिँ तलब खाने चाहिँ हाम्रो चाहिँ ग्रेजुएटहरू छ। त्यस हिसाबले चाहिँ हेर्ने हो भने तपाईँ यदि गुणस्तरीय शिक्षाको चाहिँ खोजी हुनुहुन्छ जीवन उपयोगी चाहिँ व्यावहारिक चाहिँ अथवा चाहिँ प्र्याक्टिकल चाहिँ एजुकेसनको चाहिँ खोजीमा हुनुहुन्छ भने प्रेसिडेन्सियल बिजनेस स्कुल एउटा तपाईँको निम्ति चाहिँ उपयुक्त चाहिँ ठाउँ हुन सक्छ। त्यस हिसाबले प्रेसिडेन्सियल बिजनेस स्कुल किन भन्ने कुराको चाहिँ जवाफ हुन्छ जस्तो लाग्छ मलाई। सर यहाँ हाम्रो स्टुडियोमा आइदिनु भयो, यहाँको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद। धन्यवाद। तपाईँले पनि यहाँ मलाई बोलाएर यो विभिन्न चाहिँ विषयमा चाहिँ छलफल गर्ने खास गरेर चाहिँ हाम्रो चाहिँ बिजनेस स्कुलको बारेमा चाहिँ केही चाहिँ जिज्ञासा राखेर यसलाई चाहिँ तपाईँको आम दर्शकहरूको बिचमा चाहिँ लिने जुन पुर्याइदिने चाहिँ जुन जमर्को गर्नुभयो यो मलाई अवसर प्रदान गर्नुभयो। तपाईँ लगायत यो हिमालयन टेलिभिजन चाहिँ परिवारलाई म धन्यवाद दिन चाहन्छु। दर्शकबिन उहाँ हुनुहुन्थ्यो प्रेसिडेन्सियल बिजनेस स्कुलका एक्जिक्युटिभ डाइरेक्टर लक्ष्मण केसीजी। उहाँसँगको कुराकानी अभियसली पनि यहाँलाई इन्ट्रेस्टिङ लाग्यो भनेर हामीले अपेक्षा राखेका छौँ। थप जानकारी र सूचनाका लागि हेर्दै गर्नुहोला।